जेएनजी नामको आन्दोलन आधी हुरी जस्तो 2 दिन आयो, त्यो गइसक्यो, कहाँ हराइसक्यो। अब फेरि पनि त्यो छ कि त्यो अवशेष छ कि भनेर भूतको फिल्म हेरेर आएको बच्चा बेलुका सुत्ती बेलामा ननिरहेको जस्तो हाम्रो आम जनसमुदाय अलिकति झस्केको हो जस्तो लागि छ। त्यो जेएनजी नामको आन्दोलन भनेको भूतको फिल्म जस्तो हो। त्यो आयो तर्सायो, किन रवि लामिछानेलाई निकालियो? रवि लामिछानेको अगुवाईमा 14,000 भन्दा बढी कैदीहरू किन निकालियो? गौदान गरिदिएर त्यो पुस्ताको नाम अब डिजिटल जेनेरेसन, अब डिजी बनाएर त्यसको अगाडि बढाउने एउटा संकल्प हामीले गरेका छौँ। पार्टी कार्यालय लगायतका विभिन्न निकायहरू मनोवैज्ञानिक असुरक्षाभित्र छन् कि जस्तो लाग्छ। फिजिकल्ली कुनै असुरक्षाको वातावरण छैन। जेएनजी नामको आन्दोलन आधी हुरी जस्तो 2 दिन आयो, त्यो गइसक्यो, कहाँ हराइसक्यो। अब फेरि पनि त्यो छ कि त्यो अवशेष छ कि भनेर भूतको फिल्म हेरेर आएको बच्चा बेलुका सुत्ती बेलामा ननिरहेको जस्तो हाम्रो आम जनसमुदाय अलिकति झस्केको हो जस्तो लागि छ। त्यो जेएनजी नामको आन्दोलन भनेको भूतको फिल्म जस्तो हो। त्यो आयो तर्सायो, गयो। अब जनजीवनलाई नर्मल बनाउने कुरा र आम जनसमुदायको सुरक्षा गर्ने कुरा, पार्टी कार्यालय लिएर आम पन्थीको सुरक्षा गर्ने कुरामा हामी साथीहरू लाग्नुपर्छ भन्ने कुराको सन्देश हामीले दिन खोजेका छौँ। तेस्रो कुरा, जेएनजी उमेर समूहलाई बदनाम गराइयो, घुसपेट भए र उनीहरूलाई अपराधिक काममा लगाइयो। आन्दोलनको नाउँमा किन सिंहदरबार जर्यो कार्यपालिका? आन्दोलनको नाउँमा किन संसदीय कार्यालय, संसद भवन, बानेश्वरको संसद भवन चल्यो? आन्दोलनको नाउँमा न्यायपालिका अथवा सर्वोच्च अदालत किन चल्यो? आन्दोलनको नाउँमा अख्तियार अथवा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय किन चल्यो? आन्दोलनको नाउँमा महान्यायाधिवक्ता कार्यालय, सरकारी वकिलका कार्यालयहरू जहाँ सरकारको तर्फबाट अपराधीहरूलाई कारवाहीको अभियोजन हुन्छ त्यो किन चलाइयो? आन्दोलनको नाउँमा देशभरिका प्रहरी चौकीहरू किन चलाइयो, जसले शान्ति सुरक्षा र अमन चयन कायम गर्छन्? आन्दोलनको नाउँमा किन जेल फुटाइयो? किन रवि लामिछानेलाई निकालियो? रवि लामिछानेको अगुवाईमा 14,000 भन्दा बढी कैदीहरू किन निकालियो? यस पछाडि देशव्यापी लुटपाट भयो, हात भटिनी जल्यो, ठुल्ठुला व्यापारिक प्रतिष्ठानहरू ढले, चन्दागिरीको केवल काठ हल्यो। यसरी यो आन्दोलनको नाउँमा जेएनजी पुस्ताले अथवा त्यो जेनेरेसनलाई बदनाम गरियो। आज जेएनजी भनेपछि मान्छेले अपराधी, लुटेर आर्जनी गर्ने, चोर, डाका, फटा भन्ने खालको एउटा इमेज बन्यो। अब यो इमेज फेर्नै पर्छ। मेरो एउटा उदाहरण दिन्छु म तपाईँलाई। मेरो गाउँको छिमेकमा एउटा सानी बहिनी थिए, त्यसको नामै सानी राखेको बा आमाले। अनि त्यो बहिनी हराए पछाडि कलकत्ता गई 2-4 वर्षपछि हामीले खोजेर ल्यायौँ। त्यो बहिनीलाई के खान हुने नहुने कुरा अनेक सिकाएछन्। पछि बा आमाले त्यसलाई गौदान गर्ने घरमा ल्याएर अनि अब के भन्यो भने तिम्रो नाम सानी नराखौ, सानी भन्दा बदनाम हो, अब तिम्रो नामलाई उल्टाइदिउ, अब आजबाट तिमी सानी होइन उल्टोबाट निशा भयो भन्यौ। र त्यो बहिनी निशा भएर समाजको सबभन्दा इज्जत र प्रतिष्ठाको बहिनी बनिन् र तिनी समाजसेवी भएर अहिले पनि हाम्रो एरियामा राम्रो नाम गरेकी छन्। त्यही भएर यो जेएनजीलाई बदनाम गरियो, अपहरण गरियो। जेएनजीलाई अपराधीहरूले लुटे। कसैलाई सेलिब्रेटी बन्न परेको थियो, कसैलाई फिल्म चलाउनु परेको थियो, कसैलाई गीत चलाउनु परेको थियो, कसैलाई युट्युबको भ्युज बनाएर पैसा कमाउनु परेको थियो, कसैलाई विदेशमा बसेर आफ्नो अनेक धन्दा चलाउनु परेको थियो। त्यही भएर अब जेएनजी पुस्तालाई अपहरणबाट मुक्त गरेर अब हामीले गौदान गरिदिएर त्यो पुस्ताको नाम अब डिजिटल